एसियाकै अर्को बन्जी जम्पबाट हामी यो पुल तर्ने क्रममा छौँ। यसरी पुल तर्दैछु म। हजुर, एसियाकै अर्को बन्जी जम्पमा हामी अहिले ट्राभलिङ गरिरहेका छौँ। मेरो साथी श्रीकृष्ण श्रेष्ठ र म यसो घुम्ने क्रममा यहाँ रवि लामिछाने आउनु भएको रहेछ। रवि लामिछानेलाई भेटौँ भनेर यसो पुल तरेर हामी अहिले कुस्मो फर्कने क्रममा छौँ। हेर्नुहोस्, बन्जीको मजा लिनुहोस्। अहिले सुचारू त भएको छैन, ओपनिङ मात्रै भयो। अब यो कोरोनाले गर्दाखेरि ठिकै छ। ल हेर्नुहोस् बन्जीको निकै डरलाग्दो चाहिँ डरलाग्दो छ यो पुल। तल बगिरहेको कालीगण्डकी नदी हो। कालीगण्डकी नदी तपाईलाई श्रीकृष्णजी, तपाईँलाई यो पुल घुम्दा कस्तो अनुभव भइरहेको छ? अब पर्यटकहरूलाई पनि यो पुलको अवलोकन गर्नको लागि म अनुरोध गर्छु। धेरै रमाइलो छ। कालीगण्डकी उभिनु त उभिनु, मेरो खेत्नु त भिडियो। यो चाहिँ पर्यटनको प्रबल सम्भावना बोकेर यो कालीगण्डकी नदीमाथि बनेको यो विश्वको सेकेन्ड अर्को बन्जी जम्प हामी अहिले ट्राभलिङ गरिरहेका छौँ। एकदम भयङ्कर चाहिँ डरलाग्दो, एकदम रोमाञ्चन, एकदम अद्भुत फिलिङ हुन्छ यहाँ आउँदाखेरि। अग्लो हुन्छ भने म्याक्सिमम अग्लो छ, एकदम डर लाग्ने खालको छ। सेल्फी स्पट हो। यता पनि छ तपाईँको सेल्फी स्पटहरूको सेल्फी कालीगण्डकीले हरिमल पुल लाग्दै है। म्याक्सिमम सुन्दर ठाउँ यो देखिने। यो तपाईँको यो उसमा यो तपाईँको यो सबै बलेबा एरिया। त्यहाँ ठुलो रिसोर्ट छ। हेर्नुहोस् नि रिसोर्ट। अहिले त म अलि हाइटमा कम छु, धेरै अल्कोमा उचाइमा रहेको त देख्न सक्नुभएको छैन। र हेर्नुहोस् उताबाट आउने यो कालीगण्डकी, यो उतापट्टिको बागलुङ, तपाईँको पाङ पर्वतको पाङ, यो दुर्लुङको डाँडा, यो ब्याकग्राउन्डमा तल देखिने चाहिँ कुस्मा नगरपालिका, माई होम टाउन। चाहिँ बन्जीको लठाहरू हेर्नुहोस् र यसरी यति मजबुत रूपमा बनाइएको छ। यो पर्यटनको प्रबल सम्भावना रहेको ठाउँ हो। यो यता तपाईँको यस्ता यो बन्जी बाहेक अरू तपाईँको 4-5वटा अल्का पुलहरू पनि यही ठाउँमा छन्। यहाँबाट सम्म त देखिन सकिँदैन, अलिक तलबाट देखिन्छ।
फोटो सेल्फी स्पट। 5 मिनट धेरै लामो रहेछ। यहाँ बन्जी गरेर झरे पछाडि तान्ने मोटर हो यो। ल हेर्नुहोस्, यी मोटरले तान्ने गर्छ रसी। डोराहरू पनि छन्। यो ठाउँबाट चाहिँ बन्जी गर्ने ठाउँ हो। यो बन्जी गर्ने ठाउँ हो। यहाँबाट बन्जी गरिन्छ। यो रातो जुन तपाईँले काठ देख्नु भएको छ, यहाँबाट बन्जी गरिन्छ। बन्जी भित्रको घर यो घर। यहाँ चाहिँ तपाईँहरूको यहाँबाट बन्जी गर्ने सेटिङ गर्ने ठाउँ। यहाँबाट धक्का मार्ने, लखेट्ने, फदाल्ने कसरी हो त्यहीँबाट गर्ने ठाउँ हो यो। पुलमा आएपछि यसरी पुल घुम्न पर्ने सर्लक्क ल हेर्नुहोस्। यो रसीबाट मान्छे तान्ने गरिन्छ। बाजुले यो पन्छी गरिसक्नु भएको छ। सपोर्ट लठाहरू